दिन जाँदैछु बजारतिर। आज चाहिँ कोलेदेखि पनि फोन आएको थियो सामान आएको भनेर, अनि म चाहिँ सामान लिन जाँदैछु। मैले चाहिँ मम्मीलाई कपाल आराम गरिदिएको थिएँ। मम्मीले चाहिँ साह्रै कपाल राख्ने गरिदिएको थियो। कपाल लिएर अनि दुध लिएर आउँछु भनेर चाहिँ जाँदैछु। मैले चाहिँ दुध सामान लिएर चाहिँ भिडियो बनाउन पाएन, त्यतिकै फर्केँ। अब चाहिँ मम्मी चाहिँ सरप्राइज हुनुभयो। अब चाहिँ भोलिबाट हेर्नु ल साथीहरू। भोलि मिल्छ भने जसरी पनि है ल भोलि बिहान जसरी हुन्छ सरप्राइज यो आमालाई देऊ न, ल्याउ न। के हो सरप्राइज? के सरप्राइज हो? सरप्राइज गराइदिया। छोरी बर्थडे हो। ल्याउ त म खोल्छु। म खान्न। हाल्न मिल्छ? आयो। हेर न खाऊ आइसक्रिम खाऊ आइसक्रिम जिउरानी बताऊ थ्याङ्क यू हाल्नु पऱ्यो अब। आयो कति पऱ्यो होला हाली तरिका छ शान्ति। अब फेरि कता फर्किएछ के त यसो हेर्नु पऱ्यो। त्यसरी क्या त्यहाँ पकाएर अगाडि हालिदियो ठिक हुन्थ्यो। पछाडि हालिदिएछु भन्नु हिजै पनि त्यही भन्नु आएको थियो। अब हाल्ने कपाल हालिदियो नि हाल्नुपर्छ। त्यो कपाल ज्यानलाई कपाल चाहिन्छ। हिरो नि हुनुभयो। अहिले पट लाउनु पर्यो। मम्मी हजुर अहिले कपाल कस्तो लाग्यो हजुरलाई? दामी लाग्यो। अनि धेरै धेरै धन्यवाद कपाल मगाइदिएकोमा। अनि पठाउनलाई पनि अनि पैसा पठाउनलाई पनि धन्यवाद। मेरै पैसा कसले पठाइदिनु भयो र? ए म छोराले भनेको छु। यसो बुहारी दिएर केही हुन्न। छोरा नि मेरै हो बुहारी नि मेरै हो।